हेलो साथीहरू, नमस्कार। आज चाहिँ म हजुरहरूलाई यो फर्सीको फुलको नानीहरूलाई मिठो खाजा बनाउने तरिका चाहिँ सिकाउन गइरहेको छु। मैले चाहिँ यसरी फर्सीको फुललाई धोएर त्यसको बीचको डाँठ निकालिदिएँ। त्यसपछि 3-4 अन्डा, एउटा ठुलो अन्डा र बट्टाइको अन्डा 3वटा यसरी फुटाएर त्यसमा चाहिँ आँटा राखेँ। त्यसपछि धुलो मसला लगाएँ अनि हल्का स्वाद अनुसारको नुन अनि कालो मरिच, यो चाहिँ अप्सनल हो, लाउँदा नि हुन्छ नलाउँदा नि हुन्छ। त्यसपछि यसलाई पानी हालेर मजाले घोलिदिने। यो चाहिँ हामीले गिलो रोटी बनाएर खान्छौँ नि साथीहरू, हो त्यतिकै चाहिँ हामीले चाहिँ मजाले घोल्नुपर्छ। त्यसपछि प्यान तताएर तेल लगाएँ अनि चाहिँ जुन अघि हामीले कटिङ गरेर राखेको फर्सीको फुल छ त्यसलाई चाहिँ मजाले त्यो घोलमा डुबाएर बाक्लो बनाउने अनि हामीले तताको तेलमा हालिदिने। यसरी तावामा जति आँट्छ हामी त्यति हामीले चाहिँ लगाएर मजाले गोल्डन ब्राउन हुने गरी चाहिँ हामीले यसलाई खर्याउनुपर्छ। अलिक मसिनो धेरै ठुलो आगोमा पनि हैन, ठिक्क मिडियम आगोमा चाहिँ हामीले चाहिँ हिटमा चाहिँ पकाउनुपर्छ साथीहरू। त्यसपछि यसलाई मजाले पल्टाइदिने। यसरी मजाले खरिसकेपछि चाहिँ हामी अलिक मजाले तेल तार्ने र मैले चाहिँ नानीहरूलाई टिफिनको लागि बनाएको थिएँ। नानीको टिफिनमा मैले लगाइदिएँ। मेरो 2टा सानो नानीहरूको लागि चाहिँ मैले टिफिन रेडी गरेँ। मैले चाहिँ यो फुलको पकौडा बनाएँ। त्यसपछि पापड फ्राई गरेर पापड हालिदिएँ र केही स्याउ काटेर हालिदिएँ। मेरो नानीहरूको लागि टिफिन तयार भयो साथीहरू। हजुरहरूलाई यो फर्सीको फुलको खाजा कस्तो लाग्यो कमेन्टमा लेख्नु होला।